हेलो गाइस, आज बनाएको छु मैले बिफ मोमो। चटनी त अब हातले पिसेर बनाएको कस्तो हुन्छ नि देखाउँछु है तपाईँलाई अरूलाई। यो बिफ मोमो कतिको रसिलो भएको छ हेरौँ, कतिको टेस्ट भएको छ हेरौँ है। फर्स्ट टाइम बनाएको। अमेजिङ, दामी भएछ। बाफरे, जुसी, एकदम जुसी। यो प्रकारले मैले रेस्टुरेन्ट खोलेँ भने त मजाले चल्छ होला। जवाबै छैन यार। मैले खुदको तारिफ गरेको होइन, तर एक्सपिरियन्स छ। मजा आयो यार। बाफरे, कहिलेदेखि मोमो खानु मन थियो, खाए सेटिस्फाई भयो। जन्नतमा पुगेको जस्तै भयो यार। बाफरे बाफरे, यसमा मणिपुरको स्पाइसी चिल्ली, बाफरे। थ्याङ्क यू।